आजको यस कार्यक्रमको स्वागत मन्तव्यको लागि हाम्रा मित्र प्रमोद चितवराज्यू नेप्लिज डेमोक्रेटिक युथ काउन्सिलका अध्यक्ष। धन्यवाद अनिलजी। यस सभाका सभापतिज्यू, नेपालबाट पाल्नुभएका गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीजी पुष्पकमल दाहालज्यू, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, राज्यज्यू, उहाँसँगै पाल्नुभएका नेपालबाट आउनुभएका विशिष्ट पाहुनाहरू र यहाँ उपस्थित सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अहिले म यस स्टेजको अगाडि उभिँदै गर्दा यहाँबाट मैले सम्झिरहेको छु मेरो देश, हाम्रो देश नेपाल, जहाँ कर्णाली छ, हुम्ला छ, जुम्ला छ, भोका जनता छन्, अशिक्षा छ। यति नै बेला म अहिले यो अमेरिकाको संसारको सबैभन्दा वैभवशाली राष्ट्रको सबैभन्दा ठुलो सिटी न्युयोर्क सहरबाट म यहाँ बोलिरहेको छु। अहिले हामी कल्पना गर्दैछौँ न्युयोर्क सहर र त्यो कर्णालीको र कर्णाली अञ्चल र न्युयोर्क बिचमा करिब 200 वर्षको खाडल छ। यो 200 वर्षको खाडल पुरा गर्ने महान लक्ष्य लिएर, यो 200 वर्षको खाल्डो पुरा गर्ने महान उद्देश्य बोकेर आज नेपालको नेतृत्व गर्नुहुने नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यूलाई यस गगनचुम्बी सहर, घरहरूको सहर न्युयोर्क सहरमा सम्पूर्ण अर्गनाइजर तथा यहाँ उपस्थित सम्पूर्ण जनसमुदायको तर्फबाट म नेपालको लोकतन्त्रको आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेप्लिज युथ डेमोक्रेटिक काउन्सिल तथा सम्पूर्ण अर्गनाइजरको तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम, स्वागतम, स्वागतम। विगत जस्तै नेपालबाट नेताजीहरू आउँदा अमेरिकामा बस्ने नेपालीहरू बीचमा अन्तर्क्रिया कार्यक्रम हामीले राख्ने गरेका थियौँ, यसपालि पनि राख्यौँ। र जब नेताजीहरू यहाँबाट देश फर्किनुहुन्छ, एयरपोर्टमा एउटा पत्रकारले सोध्ने गर्छ, नेताजी के देखेर आउनुभयो त? त्यति बेला हाम्रा नेताजीहरूबाट जवाफ आउने गरेको थियो, हामी हाम्रो नेपाललाई सिङ्गापुर बनाउँछौँ, हामी हाम्रो नेपाललाई स्विजरल्यान्ड बनाउँछौँ। न नेपाल स्विजरल्यान्ड बन्यो, न नेपाल सिङ्गापुर नै बन्यो। तर म के भन्न चाहन्छु भने आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यू जमिनबाट आउनुभएको छ, आकाशको व्यथा भन्दा जमिनको कथा बुझ्नुभएको छ। त्यस कारणले अबका दिनमा आज अमेरिका समृद्ध हुनुको पछाडि कामको सम्मान, समयको मर्यादा र शान्ति सुव्यवस्था नि हो। यसै कारणले आज अमेरिका भएको ठाउँमा पुगेको छ। म के भन्न चाहन्छु भने अहिले चाहे कर्णालीको युवा किन नहोस्, चाहे काठमाडौँको युवा किन नहोस्, यदि प्रधानमन्त्रीज्यूले हातमा समातेर काठमाडौँमा हिँड्ने युवालाई ए युवा तिम्रो सपना के छ भन्दा उसले पक्कै भन्छ मेरो पहिलो सपना, सानो सपना मलेसिया हो, ठुलो सपना चाहिँ अमेरिका हो भन्छ उसले। अब प्रचण्डजीको नेतृत्वमा बन्ने गणतन्त्र नेपालको सरकारले प्रत्येक युवाको सानो सपना र ठुलो सपना पनि नेपाल बन्नु जरुरी छ। प्रत्येक युवाको सानो सपना, ठुलो सपना दुईटै नेपाल बन्नु जरुरी छ भन्ने मैले ठानेको छु। म स्मरण गराउन चाहन्छु, प्रत्येक नेपालीहरू जति पनि हामी बाहिर बसेका छौँ, यो हाम्रो चाहना होइन, यो हाम्रो बाध्यता हो। नेपालमा बस्ने नागरिकले आफ्नो कमाई गर्दा, मेहनत गर्दा उसले त्यो मेहनतमा पसिना मात्रै घोल्छ, किनकि उसँग देश पनि साथ छ र परिवार पनि साथ छ। आज हामी विदेशमा बस्ने नेपालीहरू चाहे मलेसियामा किन नहोस्, चाहे खाडी मुलुकमा किन नहोस्, हामी विदेशमा चाहे अमेरिकामा बसेर दुःख गर्ने मान्छेले हामीले पसिना मात्रै होइन आँसु रगत पनि घोलेका हुन्छौँ, किनभने हामीसँग न देश छ न हामीसँग परिवार छ। त्यसैले अब बन्ने नेपालमा प्रचण्डजीको नेतृत्वमा बन्ने नेपालमा प्रत्येक नेपालीको रगत, पसिना र आँसु नेपालमै बग्न पाउनुपर्छ। प्रत्येक नेपाली, विश्वभरिका नेपालीहरू नेपालमै गएर अटाउन सक्नुपर्छ। अब बन्ने नेपालमा प्रत्येक एउटा भाइले अर्को भाइको हत्या गरिनु हुँदैन। अब बन्ने नेपालमा कुनै दलित मन्दिरभित्र पस्न रोकिनु हुँदैन। र अब बन्ने नेपालमा कोही मन्त्रीहरू निजी जग्गा कब्जा गर्न जानु हुँदैन। र अब बन्ने नेपालमा माननीय सांसदहरू हतियार लिएर हाउसमा जानु पाउँदैन।
म के भन्न चाहन्छु भने बन्दुक उठाएर ठुलो बलिदान गर्नुभएका आदरणीय प्रधानमन्त्रीज्यूले ठुलो छाती गरेर हिँड्नुपर्छ, सबैलाई समेट्न सक्नुपर्छ। यदि साँच्चै नै समृद्धि नेपाल बनाउने हो भने सम्पूर्ण नेपालीलाई लिएर हिँड्न सक्नुपर्छ। र अन्त्यमा म यति मात्रै भन्न चाहन्छु, यदि साँच्चै नै समृद्धि नेपाल बनाउने हो, यदि साँच्चै नै नेपाललाई राम्रो बनाउने हो भने त्यो एक्लै होइन, सम्पूर्ण नेपालीको मेहनतले बन्नुपर्छ त्यो नेपाल। यो देश कुनै पार्टी विशेष होइन, कुनै काङ्ग्रेसको होइन, कुनै एमालेको होइन, कुनै माओवादीको होइन, यो देश सम्पूर्ण हाम्रो नेपालीको हुनुपर्छ। त्यो मुलुकभित्र सम्पूर्ण हामी अटाउन सक्नुपर्छ। यति भन्दै मैले पुनः अन्तमा मेरो भाषण अन्त्य गर्ने गर्दा यस कार्यक्रममा पाल्नुहुने सम्पूर्ण अतिथिहरू, प्रधानमन्त्रीज्यू, धर्मपत्नी सीता दाहालज्यू, उहाँसँग पाल्नुभएका प्रकाशजी लगायत नेपालबाट आउनुहुने सम्पूर्ण महानुभावलाई अन्त्यमा पुनः यस आयोजक समितिको तर्फबाट स्वागत, सम्मान र अभिवादन गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।